गाइस हामी दर्शन गरेर अनि प्रसादीको लागि लाइनमा लागेछौँ के बच्चा जस्तो। यो मेरो दिदी, माई फेभरेट दिदी अनि बहिनी। हामी पशुपति नगएर यहाँको पशुपति आगो, त्यहाँ लास्टै भिड हुन्छ अरे आजको दिनमा भनेर सुनेको थिएँ, तर यहाँ नै भिड हुँदो रहेछ। जे होस् गाइस हामी लाइनमा त लागेका छौँ, तर प्रसादी पाउँछौँ कि पाउँदैनौँ थाहा छैन। अनि दिस माई फर्स्ट ब्लग, सो लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला एन्ड सब्सक्राइब गरिदिनु होला। सरी फर्स्टमा भन्न बिर्सेन। उता हेर्नु न कस्तो भिड। जस्तै यो प्रसादीको लागि नि लाइनमा लाग्नुपर्छ। हामी प्रसादी चाहिँ किन लाइनमा लागेको भन्दाखेरि चाहिँ पूजा गर्छ, यहीँको प्रसादी खायो भने त जे भए पनि अलि राम्रो हुन्छ नि त भनेर उस लाइनमा लाग्दिएको। हामी कति 10 बजे आएको है, 1:30 हुन लाग्यो, 12:30 नि हुने 1 बज्न लाग्यो चाहिँ। अब 2 बज्छ अझै हामी घर गएको छैनौँ। हेर्न सक्नुहुन्छ यस्तो भिड छ। यो हलमान्डोकामा सानो पशुपतिमा यस्तो भिड छ। हेर्नु त लाइन कत्रो हो। हामी लाइन बसेको प्रसादी खानु त्यहाँ तपाईँहरू दर्शन पाउनु। फाइनली गाइस हामीले प्रसादी पाइसक्यो। लास्ट मिटर हो प्रसादी त। त्यस्तो साथी म व्रत बस्थेँ होइन, तर म होस्टेलमा बस्छु। अनि होस्टेलमा त्यो लसुन प्याज र त्यो दाल के को दाल खानुहुन्न नि त शिवजीको व्रतमा। अनि त्यस्तो दिन्छ। अनि त्यही भएर व्रतमा बसेको। दाल त जुनसुकै खाए पनि हुन्थ्यो, तर त्यो लसुन प्याज चाहिँ खानुहुन्न मेन शिवजीको। अनि त्यही भएर मैले व्रत चाहिँ बसिनँ। जे दर्शन गर्न आएको छु, पूजा गर्न आएको छु। अनि प्रसादी खाँदैछु। हेलो गाइस, हामी प्रसाद खाएर पनि निस्किसक्यौँ। अब चाहिँ हामी अहिले कालीमाटीमा छौँ। अनि अब उता बस चढ्ने ठाउँमा जानुपर्छ। अनि त्यसपछि बस चढेर त्यसपछि हामी होस्टेल जान्छौँ। हाम्रो होस्टेल कलङ्कीमा हो। अनि अहिलेसम्म हामीले खाना खाएको छैन। म्यामले भक्कै हामीले कराउँछ, किनकि अघि नै भन्नुभएको थियो कति बेरमा आउँछु, अनि 1-2 घन्टामा आइहाल्छौँ भनेको थिएँ। अनि हटकेसमा खाना राखिदिनु भएको थियो। अब हामी अहिले कम्तामा 4 घन्टा पछि जाँदैछौँ। 4 घन्टा पछि जाँदैछौँ। मार्न त मार्छ। अनि अझै हामीले यति धेरै टिकटक भिडियो बनायो होइन, अझै पुगेको छैन कि अझै गएर घरमा बनाउने भनेर हिँडेको। यता नि मन्दिर छ कि ढोक्रेको। यस्तै हो साथीहरू। फाइनली हामी बसमा चढिसके। अहिले भर्खर कालीमाटीमा छौँ। जाने त्यसपछि पहिला लुगा फेर्ने, अनि त्यसपछि हामी खाना खाने। फाइनली हामी कलङ्की पुगिसक्यौँ। अब हामी रुमतिर लाग्यौँ। रुम गएपछि त पहिला गाली खाने होला म्यामको, अनि त्यसपछि खाना दिनुहुन्छ। हाम्रो होस्टेलको म्याम लास्ट पढा गर्छ कि लास्ट छुट्टी छ। दिस कलङ्की भ्यूज। कलङ्कीको भ्यू यस्तो छ गाइस। त्यहाँ स्वयम्भू जाने बाटो पनि हाम्रो होस्टेल पनि यतै गर्छ क्या। म आफ्नो ब्लग अब यहीँ इन्ड गर्छु। तपाईँहरूलाई मन पर्यो भने लाइक सेयर कमेन्ट गरिदिनु, सब्सक्राइब पनि गरिदिनु। तपाईँहरूलाई मन पर्यो भने अझै बनाउँछु, नभए त यहीँ इन्ड भन्छ त, यहीँ इन्डै गरिदिन्छु है। बाई।